साथीहरु आज म एउटा यस्तो विषयमा कुरा गर्न चाहन्छु जसले अहिले गाउँदेखि शहरसम्म धेरै मानिसहरूलाई अन्योल र चिन्तामा पारेको छ। सामाजिक सञ्जालमा धेरैले सोधिरहेका छन् के अब कसैलाई पैसा सापिटिदिए पनि जेल जानुपर्छ? के अब आफ्नै दाजुभाइ साथीभाइ वा छिमेकीलाई दुःख पर्दा सहयोग गर्नु पनि अपराध हो? सबैभन्दा पहिले एउटा कुरा स्पष्ट पारौं, मिटर ब्याजको नाममा गरिबको घर जग्गा हडप्ने, चर्को ब्याज असुल गर्ने, धम्क्याउने र शोषण गर्नेहरू कानुनको दायरामा, कानुनको कठघेरामा उभिनै पर्छ र त्यस्ता व्यक्तिहरूलाई कडा कारबाही हुनै पर्छ। यसमा कसैको दुमत हुन सक्दैन। तर आज जनतामा अर्को डर पनि देखिएको छ। साथीहरु, गाउँघरमा कसैको परिवार बिरामी पर्दा, दुर्घटना हुँदा, खेतीपातीका लागि पैसा चाहिँदा वा इमर्जेन्सी समस्या आइपर्दा बैंकले एकै दिनमा ऋण दिँदैन। सहकारीको अवस्था सबैलाई थाहै छ। धेरै सहकारीहरू डुबेका छन्। हजारौं नागरिकको बचत फसेको छ। यस्तो अवस्थामा वर्षौंदेखि नेपाली समाज आपसी विश्वासमा चलेको छ। छिमेकीले छिमेकीलाई, आफन्तले आफन्तलाई, साथीले साथीलाई सापुटी दिएर दुःखको बेला साथ दिएका छन्। तर अहिले धेरै मानिसहरूको मनमा एउटै प्रश्न उठेका छन्। आज मैले कसैलाई ऋण दिए भने भोलि मलाई नै मिटर ब्याजी भनेर मुद्दा हालिदिने त होइन? अदालत र प्रहरी धाउनु पर्ने त होइन? साथीहरु, यदि यस्तो डर समाजमा फैल्यो भने यसको असर निकै गम्भीर हुन सक्छ। भोलि कसैलाई अस्पताल लैजान पैसा चाहियो भने कसले दिने? गरिबका छोराछोरीलाई बिहे गर्न पैसाको आवश्यकता पर्दा कसले दिने? किसानलाई बिउ किन्न पैसा चाहियो भने कसले सहयोग गर्ने? सानो व्यवसायी सङ्कटमा परे कसले साथ दिने? त्यसैले सरकारसँग जनताको प्रश्न छ, यदि अनौपचारिक रूपमा पैसा साप्टिदिन नहुने हो भने त्यसको विकल्प के हो? बैंकले बिना झन्झट, बिना धेरै प्रक्रिया, बिना ठूलो धितो तुरन्त ऋण दिन सक्छ? गाउँका सामान्य नागरिकका लागि त्यस्तो व्यवस्था छ? यदि छैन भने जनताको वास्तविक अवस्था कसरी पूरा हुन सक्छ? साथीहरु, कानुन बन्नुपर्छ, तर कानुनले अपराधीलाई समात्नुपर्छ, इमानदार नागरिकलाई डराउनको लागि होइन। सामान्य आपसी सहयोग र अवैध मिटर ब्याजी बीचको फरक स्पष्ट हुनुपर्छ। नत्र गलत नियत भएका केही व्यक्तिले उल्टै इमानदार पैसा दिने मानिसमाथि नै झुठा आरोप लगाउने, मुद्दा हाल्ने र दुःख दिने अवस्था पनि आउन सक्छ। सरकारले मिटर ब्याज विरुद्ध कडा कदम चालियोस्, तर सँगै जनतालाई सुरक्षित रूपमा आपसी सहयोग गर्न सकिने स्पष्ट कानुनी पनि ल्याइयोस्। बैंकिङ प्रणाली सरल, छिटो र सर्वसुलभ बनाइयोस् ताकि सङ्कटमा परेको नागरिकले भौतारिनु नपरोस्। साथीहरु, अन्त्यमा एउटा प्रश्न, अपराधीलाई कारबाही गर्ने कानुन चाहिन्छ, तर के त्यसको नाममा समाजको आपसी विश्वास, सहयोग र मानवता नै हराउने अवस्था आउनु उचित हो? तपाईलाई के लाग्छ? अहिलेको व्यवस्था व्यवहारिक छ कि अझ सुधारको आवश्यकता छ? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्। यदि यो भिडियो महत्त्वपूर्ण लाग्यो भने भिडियो धेरै भन्दा धेरै शेयर गरेर सम्बन्धित निकायसम्म यो आवाज पुर्याउन सहयोग गर्नुहोस्। धन्यवाद।